हामीहरू चाहिँ 12 बजी उठ्ने भनेर चाहिँ सुतेका थियौँ तर भने 11:45 हुँदा नै सुति गएछौँ। हेलो गुड मर्निङ नमस्कार। म चाहिँ आज हाम्रो भाइ 1 वर्ष बुढो हुनुभएको थियो केक काट्ने भनेर केक लिनु गएको थियौँ बहिनी र म। अनि यतिखेर चाहिँ हामी केक पसलमा पुगेका थियौँ नि त। अनि केक लिँदैछौँ अनि आन्टीले चाहिँ हामीलाई त्यो के लेख्ने नाम भनेर सोधिरहनु भएको थियो। अनि हामीले चाहिँ यस्तो भनेर लेख्दै थियौँ। अनि मौसम पनि चिसो थियो नि त। अनि फोनहरू हेर्दा हेर्दै हामी चाहिँ बसिरहेको थियौँ कि 12 बजीसम्म बस्ने भनेर, तर त्यस्तो भएन। अनि हामी 1:30तिर उठेर चाहिँ त्यो गऱ्यौँ। अनि फेरि बिहान चाहिँ भाइहरू मन्दिर जानुहुने थियो नि त। अनि त्यही भएर हामीहरूले राति नै गरेका थियौँ। अनि छक्कै परेर हेरिरहनु भएको थियो कि। अनि निन्द्राको सुरुमा हामीले गरेको छौँ, हेरिदिनु होला। छिटो उठेको क्या हामी पनि अघि उठेर साथी कस्तो ह्यापी बर्थडे दादा पनि भन्नु भएन? ह्यापी बर्थडे दादा पनि दाइ पनि कस्तो हामीहरू अहिले 11:30सम्म बसेको, पहिला 45सम्म बसेको रे। मिलाए जाउँ भयो भाउजू नआउने भयो केक सेक जान्थ्यो छिटो न भाउजू छिटो आया खोइ तपाईँको साथी उठाउनु पर्ने थियो। बत्ती त मरेछ नि त नि। ए ए तपाईँ गरेर गर्नु न। एउटा सुगर न खुवाइदिन्छु भाउजू खानु यति त हेरी अब क्लोज दियो। तपाईँको साथीलाई पनि दिनु वार्ता। अलिक 12 बजी भयो, अलिक नानीको अलिक ऊ हुन्थ्यो होला। त्यो त ह्याप्पी बर्थडे पनि भनिएन, शान्त भयो साईले। तपाईँको साथीलाई पनि उठाएर दिनु न। हिजो पनि भाउजू र म त्यत्तिकै 2 बजीसम्म के गफ गरेको 2 बजीसम्म आमाले बोलेर हाम्रो त